अब भन राधिका, किन अर्जेन्ट भेट्न बोलायो मलाई? सुन न सुरेश, म गर्भवती भएकी छु। मेरो पेटमा बच्चा छ र यो पेटको बच्चाको बाउ तिमी हो। अब तिमी चाँडै यो पेटको बच्चाको बाबा हुँदैछौ। किन चाहिने कुरा गरेको? त्यो पनि सक्दैन। कसको बच्चा होला नि मलाई बिराउन खोजेको? त्यो पनि सक्दैन। यो असम्भव कुरा हो। मेरै हो भन्ने के ग्यारेन्टी छ? अबुई, के भनेको सुरेश यस्तो तिमीले? मलाई थाहा हुँदैन यो बच्चा कसको हो भनेर? यो बच्चा तिम्रै हो। मेरो घरमा मलाई थाहा पायो भने मार्छन् सुरेश। त्यही भएर मलाई चाँडोभन्दा चाँडो भगाऊ प्लिज, नत्र मलाई मार्छन् घरमा थाहा पायो भने। अबुई, अब तिमी जस्तो कमिनीलाई मैले मेरो घरमा लगेर भित्राउने? मेरो इज्जत जाँदैन? मेरो बाबुको इज्जत जाँदैन? हाम्रो कुल रिसाउँदैनन्? र यो हुनै सक्दैन। यो कुरा असम्भव छ। गएर खुरुक्क तँ बच्चा फाल्देऊ। म अरू केही जान्दिनँ। हेर 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 है, म अरू कुरा केही पनि जान्दिनँ। म यो हुनै सक्दैन। म तिमीलाई कुनै पनि हालतमा अपनाउने छैन। मबाट यो हुनै सक्दैन। प्लिज आजै गएर त्यो बच्चा जसरी हुन्छ फाल्देऊ। म चाहिँ तिमीलाई कुनै पनि हालतमा अँगाल्न सक्दिनँ। त्यो भनेको एक किसिमको माया थियो, एक किसिमको त्यो अट्याच थियो। त्यसलाई एउटा सपना सम्झेर बोल्देऊ। रुख गएर त्यो बच्चा फाल्देऊ। म अरू केही पनि जान्दिनँ। आँसुको अर्थ के?